हेलो साथीहरू सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ? अनि म पनि सन्चै छु। अनि आजको मेरो ब्लग चाहिँ घरबाट सुरु गर्दैछु साथीहरू। हजुरहरूको होली चाहिँ कस्तो भयो होला? रमाइलो भयो होला हैन त? अब होली भन्ने चिज रमाइलो त हुनु नै भयो नि। अनि अब मेरो चाहिँ काम केही छैन। बिहानदेखिको उठ्यो अनि घरको काम गर्योहरू सबै थोक सिद्ध्याएर चाहिँ नुहाई गरेर म चाहिँ अहिले 12 बज्न आँटेको छ। 12 बजे भ्लग स्टार्ट गर्दैछु। अनि अहिले चाहिँ किन भ्लग स्टार्ट गरेको भन्दा साथीहरू म चाहिँ नानीलाई टिफिन बनाउन आँटेको। टिफिन चाहिँ कहिलेकाहीँ लगिदिन्छु म, सधैँ त हैन। आज चाहिँ नानीले मलाई टिफिन ल्याइदिनु है मामु भनेको छ। हेरौँ, यहाँ हेर्न सक्नुहुन्छ पिरो चाउचाउ ल्याइदिनु भनेको छ। ए पिरो चाउचाउ र भुटीमाम ल्याइदिनु है मामु भनेको छ। अब पिरो चाउचाउ र भुटीमाम बनाइदिनु पर्ने साथीहरू। म चाहिँ अब खाजा बनाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ खाजा रेडी हुँदैछ। भुटीमाम अनि यहाँ चाउचाउ बोइल गर्दैछु। चाउचाउ चाहिँ सुक्खा लगिदिन आँटेको साथीहरू। यो चाहिँ भुटीमाम हो, हेर्न सक्नुहुन्छ साथीहरू। मेरो चाहिँ नानीको खाजा रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ पिरो चाउचाउ छ, काँक्रा हालेको छु, भुटीमाम यति हो। अब रेडी गर्दैछु अनि रेडी गरेर जाने नानीलाई टिफिन पुर्याउनलाई। साथीहरू म चाहिँ टिफिन पुर्याएर आइसकेँ है। मेरो चाहिँ भाइले, यही हो स्कुल, मेरो छोरो पढ्ने स्कुल चाहिँ। अनि म चाहिँ टिफिन पुर्याएर आइसकेँ। टिफिनमा चाहिँ मेरो छोराले चाउचाउ र भुटीमाम भनेको थियो, त्यही भएर ल्याइसकेको छ। अनि पुर्याउने बित्तिकै आइहालेको क्या म चाहिँ। उसले चाहिँ अब माथि गएर साथीहरूसँग खाने भन्दै थियो, त्यही भएर। देख्न सक्नुहुन्छ साथीहरू, यहाँ हेर्नु नि, यो खोलामा चाहिँ आज उताबाट ड्रेनको पानी आइरहेछ क्या, बगेर। अनि म चाहिँ यही खोलाकै बाटोबाट आउँछु क्या। धेर जसो चाहिँ सर्टकट पर्छ नि त, धेरै घुम्यो भने त 5 मिनट चाहिँ लाग्छ, घुमेन भने चाहिँ थोरै 2 मिनट। यहाँ हेर्नु नै पानी जलथल। भोलि पर्सि असार साउनमा यहाँ त बाढी आएर सान्नु हुँदैन, पानी नै पानी। यो ड्रेनको पानी हो क्या सबै साथीहरू। अनि म चाहिँ यही सर्टकट बाटोबाट आउँछु। अनि मैले चाहिँ अघि आएको चाहिँ देखाउन पाइनँ, तर नजिकै हो हाम्रो चाहिँ, यहाँ नजिकै छ। सर्टकट बाटो, 2 मिनट पनि लाग्दैन टिफिन दिएर आउनलाई। अनि म चाहिँ बाटो हिँड्दैछु, नजिकै छ घर पनि। कहिलेकाहीँ चाहिँ अब टिफिन खान्छु भनेपछि घरबाटै लगिदिनु पर्छ। क्यान्टिनको मात्र कति खुवाउनु, क्यान्टिनमा पनि सधैँ अब मिठो लाग्दैन होला, त्यही भएर म चाहिँ कहिलेकाहीँ घरबाटै लगिदिन्छु। अब मेरो घर पनि आउने बेला भइसक्यो, नजिकै छ। अनि साथीहरू हिजो चाहिँ क्या हाम्रो गाउँमा क्या चोर लागेको थियो कि। अनि सबैजना सचेत रहनु होला भन्छु म चाहिँ। त्यो चोर पनि कस्तो खालको चाहिँ चोर हौ, दिउँसै फेरि 12 बजे नै, के भन्नु। हाम्रो बाटो पनि यता यस्तो छ क्या, हेर्नु नि यहाँ बाटो हाम्रो चाहिँ। अनि म चाहिँ घर आउन आँटिसकेँ क्या, घर छेउमै छु, 2 सेकेन्डको बाटो हो। अनि अब के भन्नु होइन, नजिकै छ, सजिलो छ हामीलाई त। सहरमा बस्नुको फाइदा छुट्टै के। स्कुल पनि नजिकै, हस्पिटलहरू पनि नजिकै, जहाँ भन्नु त्यहीँ जान पाइने, घर अगाडि सफारी दोकान सब थोक के। अनि म चाहिँ घर आइसकेँ साथीहरू। यो चाहिँ मेरो घर हो। घरमा चाहिँ कोही छैनन्, कोही हुनुहुन्न, त्यही भएर ढोकासोका लाएर जानुपर्ने हुन्छ। हावा ओभर चलिरहेछ, पानी आउन जस्तो चाहिँ भइरहेछ सायद। हुन्डरी ठुलो आउँछ कि क्या हो, कालो मैलो भइरहेछ। यहाँ खुट्टा धुनु पर्यो, भित्र छिर्नु पर्यो। अनि म चाहिँ चोरको कुरा गर्दै थिएँ। चोरहरूले चाहिँ धेरै क्षति गरेछ, घर गहना रहेछ अलिअलि।
घरको खाना पैसा लिएर गएछ क्या साथीहरू। जे भए पनि आफ्नो माया लाग्छ नि त होइन। त्यो क्लिप्स चाहिँ म अलिकति अहिले भिडियो हाल्नेछु। त्यो चाहिँ हिजो नै भएको हो क्या, हिजै चोरेको हो। अनि चोरहरू पनि कस्तो बरु मागेर खानु भन्छु म चाहिँ क्या। अर्काको चोर्ने बानी चाहिँ साह्रै नराम्रो। म त्यो क्लिप्स चाहिँ अहिले हालिदिन्छु है, तपाईँहरूलाई हेर्नु होला। थोरै भिडियो बनाएको छु मैले, आउँदैन मजाले। अनि अब लाज लाग्यो धेरै मान्छेहरूको अगाडि, त्यही भएर अहिले हेर्नु न, म स्कुलबाट आउने बित्तिकै आमामा हावा चल्दैछ, पानी साँच्चै आउँछ होला। हेर्नु न यहाँ बाहिरको मौसमहरू, यहाँ हावा चल्दैछ क्या, एकदम कालो कालो भइरहेछ। घाम पनि गयो अहिले, सायद हुन्डरी आउँछ जस्तै भइरहेछ कि। कस्तो त नि हौ, दिउँसै चोर लाग्न थालेको डेन्जर। यस्तो थुनीहरी दुईतिर आग्लो लागि यताबाट पनि दुईटा बाटो छ, दुईटा ढोका छ, लाएको छु चाबी भनेर के गर्नु होइन। दुईतिरबाट पछाडि दुईतिरबाट आउँछ नि। मान्छे छिरेर यहाँ चाहिँ कसरी उकाएछ? हँसिया बङ्गिया छ अनि फेरि त यस्तोबाट हँसिया अगाडि चाबी नफुटेपछि यताबाट आएछ नि, यस्तोबाट छिराएर आग्लो अनि ऊ त्यो दुलो दुलोबाट यो बुझ्ने नै हुन्छ क्या। अब यो कोठामा बिहाको त यत्रो दराज फुटाउन भने यो दुलोबाट क्या, यो दुलोबाट त्यो टुप्पो छिराएपछि फलामको ढोका बनाउनु। अब गर्नु दिएको बनाए पनि चाबी भन, चाबी अन्त फुटाइहाल्छ, अन्त चाबी पनि काटी त हाल्छ के। लु सकिएन दिउँसै मन्दिरमा त्यस्तो हल्ला भएर त्यस्तो है, त्यत्रो चक्कु देखाएर देखाएपछि त अनि डरले अनि हामी नै पछि बोल्नु पो छ। ढोका चाबी ल्याएर घर बस्नु भयो, घरमा चाबी लाग्छ भने यसो पर्तिर कसरी जानु? मलाई घर पल्लो गरिने अनि म त्यही भएर कीर्तनमा छोरी छ भने बस भन्छ नि, म त्यही भएर बस्दिनँ। मैले अनि त्यही भएर म पनि ढोका उगालेर राखेर त्यो कोठामा छु है, अनि गएर डलर पैसा चाहिँ छोडेर भएको सकिएन दिउँसै चोट लाग्न थाले। म चिन्छु तेरो पनि गाउँै हो त। झगडै गरेर होला त्यो मान्छेको यहाँ खबरबाट रगत आइरहेको एउटा अनि दुई तीनवटा मोटरसाइकल थिए, यहाँ बडे मान्छे पिरा भएका चाहिँ अनि तिनीहरूले के गरे भनेदेखि गाडी छेकेर गाडी रोके, मैले गाडी रोकेँ। गाडी रोकिसकेपछि अनि खलासी पछाडि कुद्नु गएको रहेछ, त्यो केटो पछाडिबाट उठेर आउन ढिला भयो, ढोकामा लात्ती दुई तीन लात्ती हिर्कायो।
केटाले ढोका खोलिदियो केटालाई उतारेर बङ्की बङ्क पिट्न थाल्यो मलाई त माया लाग्यो भाइ नकुट न के गर्नुपर्ने मैले गर्छु भनेर म भन्दा आएको भएको भनेर मलाई एक सर्ट दिएँ मैले तोरीको त्यही दिएँ म कहाँ जान्छु साथीहरू आज चाहिँ हाम्रो गाउँमा चोर लागेको छ चोर अनि त्यो चोर लागेको घरमा चाहिँ हेर्न गएको थिएँ म कस्तो अगाडि चाबी फुटाउन नसकेर पछाडिबाट आग्लोबाट खोइ कसरी निकालेर दराज सराज सब फुटाएर लगेको रहेछ साथीहरू दिउँसै 12 बजे पो त फेरि अरू बेला हो र 12 बजे अनि अहिलेको जमानामा पनि दिउँसै चोर लाग्यो भनेपछि अब घरमा पो कसरी बस्ने क्या हामी चाहिँ अनि त्यो चोरलाई चाहिँ खोइ पक्रिसकेको छ भनिरहेछ उता लगिसके जस्तो छ थानातिर हामी चाहिँ यहाँ घर पुगेर आएको थियौँ त्यही भएर साथीहरू सचेत रहनु होला भन्छु म चाहिँ साथीहरू म चाहिँ यहाँ ड्रेनको पानी उगाउँदैछु क्या उगाउँदै बाल्टिनमा हाल्ने अनि पछाडि गएर यसो धनियाँमा हालिदिउँ भन्ने थियो क्या यहाँ ड्रेनमा ठुलो पानी आइरहेछ नि त त्यही भएर अनि अघि तपाईहरुले हेरिहाल्नुभयो होला मैले क्लिप्स हालिदिएको थिएँ त्यही चोर भनेको थिएँ नि मैले हो त्यही यहाँ पछाडि धनियाँ छ क्या अलिकति रोपेको अनि ड्रेनमा ठुलो पानी आइरहेछ नि त अनि त्यही भएर चाहिँ मैले चाहिँ ड्रेनमा ठुलो पानी आएको फाइदा उठाएको क्या साथीहरू यहाँ अनि मैले चाहिँ यहाँ धनियाँमा पानी लाउन आँटेको छु हेर्न सक्नुहुन्छ धनियाँ यसरी अलि हाल्यो भने चाहिँ चिसो भएर आउँछ होला नि त साथीहरू होइन त अनि त्यही त चोरहरू पनि कस्तो खालको चोर भन्छु दिउँसै लाग्ने त्यही भएर घरमा बस्न पनि डर मर्दो छ अहिले त ढोका लाएर बस्नुपर्ने हुन्छ बाहिरको मौसम पनि आज चाहिँ राम्रो छ क्या पानी आउँछ होला भन्दै थिएँ तर आएन के अनि म चाहिँ यहाँ ड्रेनमा नालामा पानी आएकोले चान्स मार्दैछु यहाँ सब फुलहरूमा हाल्नु पर्यो बिरुवाहरूमा नि हाल्नु पर्यो धनियाँहरूमा हाल्नु पर्यो सबैतिर हाल्नु पर्यो भनेर यहाँ म पानी ओसार्दैछु यहाँ बाल्टिनमा चाहिँ अनि मलाई चाहिँ कस्तो नराम्रो लाग्यो त्यो घरमा चाहिँ हजुरआमा मात्रै हुनुहुँदो रहेछ घर छ छोरा बुहारीहरूको पनि छ अनि खाना खानु भनेर छोरा बुहारीकोमा जानुभएको रहेछ हजुरआमा चाहिँ अनि खाना खाइसकेर आउनुभएको रहेछ आइसक्दाखेरि त घरमा अगाडि चाबी खुलिएन छ क्या अनि चाबी खुलिएन छ नखोल्दाखेरि आवाज सुन्नुभएछ भित्रबाट घड्याङ अनि भित्र जाँदाखेरि त भरे खुत्रुके फुटाउँदै रहेछ क्या चोरले चाहिँ खुत्रुके अनि के गरेको भाइ भन्दाखेरि त्यो चोरले त एक्कासी हजुरआमालाई चक्कु देखाउनु भयो अरे अनि हजुरआमा त डरले के गर्नु भएछ नि त्यही भएर समाउन पाउनु भएन अब हजुरआमा जस्तो मान्छे डराउनु पनि भयो के गर्नु र हैन त्यही भएर भन्छु म चाहिँ सचेत रहनु होला दिउँसो घरमा चाबी लाएर बसेको छु चाबी लाएको छु भनेर नसम्झिँदा नि हुने रहेछ त्यही भएर चाबी लाएर यसो छरछिमेकीलाई हेरिदिनु भन्नुपर्ने रहेछ म चाहिँ अब धनियाँमा पुग्यो अब यहाँ अलिकति यहाँ हररे सर्प साथीहरू सर्प निस्किन थालेछ अब म चाहिँ यही बिरुवाहरूमा पानी लाउनु पर्यो अब गर्मी लाग्यो सर्प निस्किन थाल्यो साथीहरू ए अकबरे खोर्सानीको बिरुवा कहाँ पुगेछ हौ त्यो सर्प डर पो लाग्छ त हौ आफै भागेर जाओस् हररले त केही गर्दैन हररे सर्पले यो चाहिँ अकबरेको बिरुवा हो क्या अकबरे कतिको फल्दो रहेछ के फल्छ भन्नु जहिले रोप्नुपर्छ सब मरिहाल्छ बोटै फुलहरूमा पनि सबैतिर लाउनु पर्यो भनेको अनि यसपालि चाहिँ हाम्रो ड्रागन फ्रुट पनि फल्छ कि भन्दैछु आइरहेछ कतिको फल्ने हो पोहोर रोपेको यसपालि खाने बेला हुन्छ कि
साथीहरू यो दिदीले त कति साथीहरू मात्र भन्नुहुन्छ होला हैन मलाई अब फर्स्ट टाइम हो भर्खर सिक्दैछु के गर्नु त्यही मात्र आउँछ मुखमा साथीहरू मात्रै ल म चाहिँ यहाँ पानी लाउने कार्यक्रम चल्दैछ पानी लगाइसकेपछि नानी पनि स्कुलबाट आउने बेला हुन आँट्यो अब अहिले नै त होइन ट्युसन पढेर 5 बजेतिर आइपुग्छ त्यतिखेरसम्म खाजा रेडी गरिदिनु पर्यो ल त अहिले भेटौँला है नक्कले केटा बल्ल आइपुग्यो यहाँ हेर न यहाँ किन ढिलो आएको भाइ घुमेर आयो नि त किन अरू बेला छिट्टै आउने मान्छे आज किन ढिलो उताबाट हो ब्याक क्यामेरा हो तिमीलाई देखाउँदैछु त म चौकीदेखि पर्खेको पर्खैछु हौ लुगा फेरेको त कहाँ देखाउँछु त अनि किन ढिलो आएको भनेर नि अघिदेखि हेरेछु किन ढिलो यहाँ आऊ न किन ढिलो आएको भन पहिला यहाँ ढिलो छुट्टी भयो लु अहिले एकछिन लुगा लगाऊ पहिला यहाँ बोल न भन के भन्नु के भन न छिटो अनि इन्ड गर्नुपर्छ ब्लग त्यतै बसेर हो म क्यामेरा हेलो गाइस म भर्खर स्कुलबाट आएको हाम्रो नहल्लिकन युट्युब च्यानलमा सब्स्क्राइब लाइक शेयर र फलो गर्नु युट्युब च्यानलको नाम पनि भनिदेऊ युट्युब च्यानलको नाम कोशिला मगर कोशिला मगर अनि त्यसलाई @24 सब्स्क्राइब गरिदिनु प्लिज सब्स्क्राइब गरिदिनु साथीहरू अब छोरा नि स्कुलबाट आइसक्यो अब म चाहिँ यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु अब खाजा के खाने हो कि नखाने हो अब होमवर्क पनि भरे एकछिनमा गर्ने होला हैन एकछिन साइकल कुदाएर होमवर्क गर्ने अनि म चाहिँ अब भ्लग इन्ड गर्ने यहीँ अब सबैले मेरो भिडियो हेरिदिनु होला लाइक अनि कमेन्ट शेयर सब्स्क्राइब सबै गरिदिनु होला अरु नेक्स्ट भिडियोमा बाइ बाइ